Hello guys, welcome to my mini blog. After long time, साथीहरु आज चाहिँ म मार्केट जाँदैछु। आज चाहिँ म धेरै ह्याप्पी छु। साथीहरु म ह्याप्पी हुनुको रिजन चाहिँ तपाईहरुले एकछिनमा थाहा पाउनुहुन्छ। त्यसको लागि ब्लग अन्तिमसम्म हेरिदिनु होला। अब चाहिँ म शपिङ गर्न जाँदैछु। वाउ गाइस, यहाँ चाहिँ कति राम्रो जामाहरु थियो। आइरुलाई चाहिँ मैले यो चुज गर्दै। साथीहरु यहाँ चाहिँ कति राम्रो स्कर्ट रहेछ, मैले पनि लिए। गाइस हेर्दै मलाई कस्तो देखेको छ भन्नुस् है त। त्यहाँ शपिङ गरेर म चाहिँ 99 शप गए। आजको शपिङ रिजन चाहिँ साथीहरु भोलि मेरो बहिनीको बर्थडे छ। सो गाइस आई एम सो एक्साइटेड। मैले चाहिँ बर्थडेको सामान भेटिहाले। गाइस यो 99 पसलमा चाहिँ सबै कुराहरु पाउँछ। गाइस यहाँ चाहिँ मैले कति राम्रो टेडी बियर पाए। 99 को शपिङ सकेर म चाहिँ आइसक्रिम खान गए। साथीहरु दमकमा चाहिँ धेरै गर्मी छ। म चाहिँ मिमाई शपमा आए किनकि मेरो हेडबिन किन्नु थियो। त्यसपछि भाइ र आन्टीको चटपटे खान गयौं। मैले चटपटे खाए, मामुले चाहिँ आलुचप र प्याजी खानुभयो। टक्क चटपटे खाइसकेपछि म चाहिँ घरतिर लागे। अहिले चाहिँ म घर आइपुगे। थ्यांक्स फर वाचिङ, बाइ बाइ।